हेलो गाइस, वेलकम टु माई च्यानल न्यू भ्लग। अनि यहाँ चाहिँ अटम भ्याकेसन चाहिँ सुरु भएको होइन। आज चाहिँ स्याटरडे अनि मेबी यो काम पनि देखिने चाहिँ लास्ट नै होला जस्तो लाग्छ मलाई चाहिँ होइन। लेट्सी मलाई राम्रोसँग चाहिँ त्यो के अरे वेदरको त्यो हेरेको छैन होइन। आज चाहिँ मस्तै घाम नै लागिराखेको थियो। अर्ली मर्निङ चाहिँ अलिकति जस्तो जस्तो टाइपको थियो होइन, त्यो पनि लेक साइडतिर, बट घाम लागिरहेको नर्मल्ली। त्यही भएर मैले चाहिँ यतिको नर्मल कलर लगाएर हिँडेको, बट चिसो चाहिँ एकदम चिसो छ है। थ्याङ्क गड मैले चाहिँ ब्यागमा चाहिँ ज्याकेट चाहिँ राखेको छु। अनि बुढाबुढी चाहिँ हामी एक्चुअली चाहिँ हिजो मैले चाहिँ लाइब्रेरीमा बुक फिर्ता गर्ने भनेर चाहिँ कलेजमा बुक लगेर राखेको थियो। ला बुढो त्यही होइन, हिजो एकजना यहीँको रेसिडेन्टले फिनिस त्यो चाहिँ दिनुभएको थियो होइन, चक्लेट मलाई र नादिरालाई। हामी त्यहाँहरूसँग कुरा गरिराखेको थियो अनि एकजना चाहिँ दिनुभएको थियो कि नाइस टु मिट यु भनेर। अनि हामी दुवैजना खान्छौँ। अब यो खाना खाएर मजाले एकछिन घरतिर कुरा गऱ्यौँ अनि निस्केको हामीहरू चाहिँ होइन। पुरा पातहरू झरेर यस्तो भइसकेको छ। अनि यतातिर घर छ भनेको मलाई थाहा नै थिएन कि यो पातहरू झरेपछि बल्ल मलाई थाहा भएको कि यतातिर पनि घर रहेछ भनेर। त्यही हो गाइस, मेरो बुढो टिकट निस्किसक्नु भएको छ। यता चाहिँ म हिँडिराखेको छु अनि यता यस्तो भएको छ कि शीतहरू परेर। त्यहाँ हुन्छ मेरो बुढो मजाले हिँडिराख्नु भएको। रुममा बस्दा बस्दा बोर भएको निस्केको हामी दुवैजना होइन। अनि रोशनी दिदी चाहिँ काममा हुनुहुन्छ, दादा घरमै हुनुहुन्छ। दादाको काम थियो, रेस्ट गरिराख्नु भएको छ। सो हामी दुईजना मात्रै निस्केको थियो। त्यही हो गाइस, यता बाटो हिँड्ने बाटो नि यता चाहिँ यस्तो भ्यू। यो चाहिँ समुद्र होइन नि, ताल हो नि के आज। यता ट्याक्क लागेको अपार्टमेन्ट, यता ठ्याक्क यो ट्याक्क लागेको यो रुखहरू अनि सानो बाटो ट्याक्क लगाएर यता त यस्तो छ। मजाले हावा लागेको छ, यस्तो मजाले हावा लागेको छ। अनि हामी पनि कलेजमा गएर त्यो सामानहरू पनि राखेर ब्यागमा राख्छौँ, जुन सामान मैले कलेजबाट लिनुपर्ने थियो होइन। जान्छौँ। त्यही हो गाइस, यस्तो चिसो भइसक्यो। म फेरि पुरा ज्याकेट छान्नु छ ब्यागमा, ज्याकेट लगाउँछु अब होइन। लास्टै चिसो लागिसकेको छ। यस्तो राम्रो भएको छ नि रुखमा, त्यो के भन्छ सुन्तलाहरू फले जस्तो टाइपको देखिरहेको छ क्या गाइस। लास्टै चिसो थियो, लास्टै चिसो थियो होइन। एकछिन कलेजमा आयौँ, सामान चाहिँ एकछिन पछि लिन्छौँ त्यहाँ अब भोलिन्टियरमा गएर। अनि बल्ल यो हात त फ्रिजै हुन आँटेको थियो। ज्याकेट पनि तानेर लगाउँछु, ज्याकेट नलाएको भयो भने यस्तो गाह्रो भएको मलाई एक्चुअली होइन। अनि यहाँ मेरो बुढो चाहिँ यसलाई के भन्छ यो खेल्ने कुरालाई? हजुर पुल। अनि यो चाहिँ यहाँ कालो यहाँ खेल्दै हुनुहुन्छ। मलाई चाहिँ यो आउँदैन, फेरि यसको रुल्स रेगुलेसन मलाई केही पनि थाहा छैन होइन। हाम्रो क्लासमेटहरू पनि खेलिराखेको हुन्छन्, हाम्रो सिनियर दादाहरू पनि खेलिराख्नु भएको हुन्छ, भोजेन्द दादाहरू पनि खेलिराख्नु भएको हुन्छ। के दाई कुमार दाईहरूलाई देखिरहेको हुन्छ प्रायः जस्तो। त्यही हो गाइस, सिक्छु भने पनि सिक्न सक्दिनँ क्या म यस्तो कुराहरू, थाहा नै पाउँदैन। स्पोर्ट त मलाई खासै आउँदैन, ब्याडमिन्टन बाहेक अरू केही आउँदैन। त्यसो तानेर पनि राख्न मिल्छ? यहाँलाई पनि थाहा छैन खासै, तर खेल्न त खेल्छ अलिअलि। ए ए ए हजुर खेल्नुहुन्थ्यो नि त दोगरेतिर गएर। यही खेल्नुहुन्थ्यो होइन, हेर्न जानुहुन्थ्यो। यस्तो त खेल्दैनन् होला हौ, यस्तो त खेल्दैनन् होला। अहिले जसरी खेल्नु हो त्यसरी खेल्छ। त्यसरी सुस्तरी हान्छ नि, हो यसरी हान्छ। आज चाहिँ होइन मस्तल बुढाबुढीको घुम्यौँ। अनि ठ्याक्क साथीहरूले इन्फर्म गरेको भएर एक ठाउँ पोइट्री गर्न पनि गयौँ होइन। साइन पनि गरिदिनु भयो त्यहाँ चाहिँ, साइन गऱ्यौँ। नास्ता नेक्स्ट भन्छ नि के भनौँ स्न्याक जस्तो टाइपको कफी केक खाएर आयो होइन। अनि लकिली एकजनाले चाहिँ ड्रप पनि गरिदिनु भयो, हामीलाई लिफ्ट दिनुभयो। फाइनली घर पनि पुगिसक्यौँ। अब चाहिँ हाम्रो बिहानको तरकारी बाँकी नै छ।
खाना बनाउँछ हैन खानासाना खाएर सुत्छन् त्यही हो गाइस यहाँसम्म हेर्नु भएकोमा थ्याङ्क यू सो मच गाइस लट्स अफ लभ किप वाचिङ